पहिला चाहिँ हिजो मैले एउटा महत्त्वपूर्ण एउटा भन्नुपर्ने चाहिँ बिर्सेछ। यो चाहिँ आज फेरि भन्न चाहन्छु। पहिला हामीले यो थाहा हुनु परेको छ। अनि यो संसारमा संसार भनौँ जम्बुद्वीपमा धेरै धर्म अनि फैलाएको छ। त्यसको संसारमा जम्बुद्वीपमा भएको धर्मको भित्र चाहिँ खास ठुलो ठुलो मान्ने धर्म चाहिँ 6वटा हुन्छ। त्यसमा चाहिँ अनि मुस्लिमको धर्म भन्ने एउटा छ, अनि हिन्दुइज्म भनेर अनि हिन्दूको धर्म छ, अनि त्यस्तो गरेर चाहिँ अनि जुडिज्मको धर्म छ, क्रिस्चियनको धर्म छ, अनि एउटा चाहिँ महावीर भन्छ, चिर्पुवा भन्छ, त्यसको धर्म छ, अनि एउटा चाहिँ अनि बुद्धको धर्म अनि बुद्ध धर्म भन्छ। 6वटा छ। अब त्यसमा हुनु चाहिँ सबै धर्म राम्रो हो। आफ्नो आफ्नो चेलाहरू मान्छेहरू धेरैलाई फाइदा भएको छ। त्यसो कारणले सबै धर्म चाहिँ राम्रो हो। हामीले सबै धर्मलाई अनि सम्मान राख्नुपर्छ। तर पनि हिजो भनेको जस्तो अब बुद्धिस्टहरूले आफ्नो बुद्ध धर्मलाई अनि मानेर पालन गर्ने हो। हिन्दूहरूले आफ्नो आफ्नो धर्मलाई मानेर चाहिँ पालन गर्ने हो। अब त्यसमा पहिला चाहिँ फरक के छ भनेको विषयमा थाहा हुनुपर्छ। पहिला अरूको धर्ममा चाहिँ अनि रिलिजन भन्छ। रिलिजन भनेको कुरा यो चाहिँ एउटा अनि गॉड क्रिएटर ईश्वर त्यस्तोलाई मानेर गर्ने धर्म त्यस्तो एउटा हो। रिलिजन भने चाहिँ त्यस्तो हुन्छ। अब बुद्ध धर्ममा चाहिँ अनि त्यो ईश्वर भन्ने अल्लाह भन्ने क्रिएटर भन्ने गॉड भन्ने त्यस्तो केही छैन भनेर अब त्यो बुद्ध धर्ममा चाहिँ के भनेको छ भने चाहिँ फिलोसफीमा सबभन्दा ठुलो कुरा चाहिँ फिलोसफीमा चाहिँ अनि प्रतीत समुपत भनेको एउटा फिलोसफी चाहिँ अनि राखेको छ। त्यो फिलोसफी चाहिँ बेसमा राखेर अनि धर्म भएको। त्यसको कारणले बुद्ध धर्ममा चाहिँ अनि प्रतीत समुपत भनेको कारण चाहिँ जति फलहरू हुन्छ त्योहरू सबै आफ्नो आफ्नो अनि हेतुद्वारा अनि भएको त्यस्तो धर्म त्यस्तो हो भनेर चाहिँ अनि भन्नुहुन्छ बुद्धिस्टहरूले। त्यसो कारणले चाहिँ अनि हामीलाई सुख र दुःख भने चाहिँ हामीले छ। त्यो सुख र दुःख हामीले हुनु चाहिँ अनि गॉड र क्रिएटरहरूले बनाएर अनि भएको त्यस्तो कुरा होइन। आफ्नो सुख र दुःख भने चाहिँ आफैले एउटा कर्मको एउटा हेतुद्वारा भएको हो भनेर कुरा चाहिँ अनि भन्नुहुन्छ। आफैले कर्म गर्नु बेलामा चाहिँ अनि अरूलाई फाइदा हुने, अरूलाई सुख दिने, अरूलाई माया गर्ने, दया गर्ने त्यस्तो राम्रो कर्म गर्यो भनेदेखि फल पनि आफूलाई सुख पाउँछ भनेर चाहिँ त्यो। फेरि आफैले अरूलाई दुःख दिनेको कर्म त्यस्तो नराम्रो कर्म गर्यो भनेदेखि फेरि आफैले पनि दुःख पाउने हुन्छ भनेर। त्यसो कारणले आफूले सुख र दुःख भने चाहिँ कर्मलाई भाल पर्छ। कर्म राम्रो गर्यो भनेदेखि सुख पाउँछ, नराम्रो कर्म गर्यो भनेदेखि दुःख पाउँछ भने त्यस्तो कुरा चाहिँ हुन्छ। त्यो गॉडले बनाएर सुख दुःख हुने भन्ने कुरा चाहिँ छैन भनेर त्यस्तो कुरा छ। त्योहरू चाहिँ हामीले चाहिँ अनि फरक चाहिँ थाहा हुनुपर्ने एउटा छ। अब यहाँ चाहिँ म एउटा के भन्नु चाहन्छु भनेदेखि अब उदाहरणमा म एउटा अब यो छ नि मेरो हातमा चाहिँ
अनि अहिले कप ल्याएर कप मैले बोकेर राखेको छैन। अब धर्म भनेको विषयमा धर्म भने चाहिँ कसोलाई भन्छ भने धर्म भने चाहिँ अब धर्म भने चाहिँ कस्तो हो भनेदेखि तिब्ती भाषामा चाहिँ के भन्छ भनेदेखि धर्मलाई जिम्बा भन्छ। जिम्बा भने चाहिँ समातेको भनेको कुरा हो। धर्म भनेको मतलब चाहिँ समातेको भनेको। अब मैले यो हातले कप चाहिँ समातेको कारणले यो कप चाहिँ तल खस्दैन। मैले यो कप चाहिँ नसमात्यो भनेदेखि कप तल खस्छ। कप चाहिँ तल खस्यो भनेदेखि फेरि फुट्छ होइन। त्यही जस्तो गरेर हामी पनि अनि संसारमा चाहिँ खसेर संसारको दुःखहरू धेरै हामीले बोकेर बसेको छ। फेरि हामीले नराम्रो गर्यो भनेदेखि फेरि नरकमा पुगेर त्यस्तो दुःखहरू हामीले धेरै भोग्नुपर्ने हुन्छ होइन। त्यसो कारणले अब संसारमा अनि खसेर अनि नरकमा खसेर धेरै दुःख हामीले पायो भनेदेखि त्यो दुःखहरू हामीले चाहिँ नचाहिने कुरा हो होइन। अब त्यसो कारणले त्यस्तो संसार र अनि नरकमा खसेर दुःखहरू अनि पाउने त्यस्तो नराम्रोहरू नहुनुको लागि अब के गर्नु पर्यो। अब यो कप चाहिँ तल खसेर फुट्छ होइन। अब त्यो खसेर तल खसेर नफुट्नुको लागि चाहिँ के गर्नु पर्यो। हातले त्यो कप चाहिँ राम्रो समातेर चाहिँ खस्नु नदिनु पर्यो। त्यस्तो कारणले हामी पनि संसारमा र नरकमा खसेर दुःख पाउने त्योहरू चाहिँ नहुनुको लागि चाहिँ हामी संसारबाट अनि संसार त्यागेर निर्वाणमा पुग्नु पर्यो। संसारको दुःखहरू सबै हटाउनु पर्यो। अब संसारको दुःखहरू सबै हटाउनेको लागि एउटा उपाय चाहिएको छ होइन। त्यो उपायलाई के भन्छ भनेदेखि धर्म भनेको त्यो उपायले के गर्छ भनेदेखि हामी संसारमा खस्नु दिँदैन। संसारमा खसेर दुःखहरू बोक्नु पर्दैन। त्यसो कारणले दुःख हटाउनेको एउटा अनि उपायहरूलाई चाहिँ धर्म भनेको कुरा चाहिँ त्यो। त्यसो कारणले धर्मलाई अनि पालन गर्नुपर्छ भनेको कारणले धर्मले आफैले अनि ध्यान अभ्यास गर्यो भनेदेखि त्यसको बल र शक्तिले आफै दुःखबाट अनि हटाउन सक्ने, दुःख नपाउने, दुःखहरू सबै टेक्नु सक्ने त्यस्तो हुन्छ। त्यसो कारणले धर्मले विश्वास गर्नुपर्छ भन्ने कुरा त्यो। त्यसो कारणले धर्म भने चाहिँ यस्तो लेखिएको किताबहरू जस्तोलाई सोच्नु हुँदैन। बुद्ध भनेको पनि बुद्धको स्ट्याचुहरूलाई सोच्नु हुँदैन। बुद्ध धर्म भने त्योहरू सबै एउटा ज्ञानबाट हुनुपर्ने त्यो कुरा हो। त्यसो कारणले चाहिँ हामीले के पहिला चिन्नु चाहिन्छ भनेदेखि बुद्ध धर्मको भित्र धर्म भन्नेको मतलब चाहिँ कसोले भन्छ भनेदेखि दुःखहरू सबै हटाउने, संसार र नरकको दुःखहरू सबै अनि हटाउनेको एउटा उपायलाई अनि धर्म भनेको हो भनेर यो चाहिँ मनमा राख्नुपर्छ। हो ठिक छ। यो चाहिँ एउटा हो। अब यहाँ अब हिजो भनिसकेको कुरा चाहिँ आज फेरि नभनेर अब आज चाहिँ म के भन्नु चाहन्छु भनेदेखि मैले बिहान तिप्तीमा चाहिँ अनि के कुराहरू भनेको छ, धर्म प्रवचन गरेको छ, त्यसको मेनहरू त्यसको मूलहरू चाहिँ अहिले यहाँ भन्न चाहन्छु। अब हिजो हामीले के कुरा राखेको छ भनेदेखि हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्छ भनेको कुरा एउटा। दोस्रोमा चाहिँ हामी एउटा बुद्धिस्ट भएको कारणले अनि बुद्धिस्ट राम्रो हुनुपर्छ भन्ने कुरा दुई। त्यसको माथि हामी महायान बुद्धिस्ट भएको कारणले महायान बुद्धिस्ट राम्रो एउटा हुनुपर्छ भन्ने चाहिँ त्यो तिनवटा हो। अब त्यो तिनवटामा चाहिँ हामी मान्छे भएको कारणले अब मान्छे चाहिँ राम्रो मान्छे हुनुपर्छ भनेको विषयमा राम्रो मान्छे हुनुको लागि चाहिँ असल विचार र
अनि असल आचरण अनि योले चाहिँ राम्रो सोच र राम्रो बानी व्यवहार त्यो चाहिन्छ। जो मान्छेलाई राम्रो मन, राम्रो सोच, राम्रो बानी व्यवहार छ भनेदेखि त्यो मान्छे राम्रो हुन्छ भनेर चाहिँ हिजो भनिसकेको छ होइन। अब आज चाहिँ त्यस्तो असल विचार र असल आचरणमा चाहिँ 3 किसिमको हुन्छ। तिप्तिमा के भन्छ भनेदेखि खोङमा कुर्लुकी यारब चसङ भन्ने एउटा भयो। दोस्रोमा चाहिँ राङयम डोलुकी यारब चसङ भनेर भयो। तेस्रोमा चाहिँ होङमा क्योङलुकी यारब चसङ भनेर चाहिँ 3 हुन्छ। अब त्यसमा नम्बर 1 चाहिँ के हो भनेदेखि खोङमा कुर्लुकी यारब चसङ भन्ने चाहिँ अनि हामीले त्यो भन्छ नि आफैभन्दा ठुलो तल्लो बारा भन्छ नि, आफैभन्दा ठुलोहरूले हामीले असल विचार कसरी गर्नुपर्छ भनेको विषयमा त्यो एउटा हो। खोङमा भने चाहिँ आफैभन्दा ठुलो। अब आफैभन्दा ठुलो भनेको बिचमा त्यसमा चाहिँ 2 किसिमको हुन्छ। धर्मदेखि आफैभन्दा ठुलो भनेको कुरामा चाहिँ बुद्ध धर्मसँग आफ्नो गुरुहरू हुन्छ है। अब हाम्रो संसारदेखि कुरा गऱ्यौँ भनेदेखि आफैभन्दा ठुलो भनेको त्यसमा चाहिँ अनि आफ्नो बा आमा अनि दाइ अनि दिदी त्यस्तोहरू चाहिँ आफैभन्दा ठुलो हुन्छ। त्यसो कारणले अहिले यहाँ के सिकाएको छ भनेदेखि आफूले आफूभन्दा ठुलो अनि गुरु बुद्ध धर्मसँगहरू भयो, बा आमाहरू भयो, अनि त्यो दाइ र दिदीहरू भयो, त्योहरू सबैलाई अनि आफूले राम्रो सोचेर उनीहरूलाई ढोग्नुपर्छ, उनीहरूलाई आधार सम्मान राख्नुपर्छ भनेको कुरा हो। त्यो चाहिँ खोङमा कुलुक यारब चोसाङ भनेको त्यो हो। अब त्यसमा भने ठुलो एउटा कुरा चाहिँ के छ भनेदेखि आफैले आफ्नो बा आमालाई चाहिँ धेरै नै त्यो गर्नुपर्छ। बा आमा भने चाहिँ आफैले धेरै ठुलो कृपा छ। ठुलो कृपा भएको कारणले आफ्नो बा आमाले भने आफैले धेरै त्यो आधार सम्मान चाहिँ गर्नुपर्छ। आफै सानो बेलामा आफै बच्चा हुँदाखेरि बा आमाले आफैलाई कति अनि माया दया गरेको छ, आफैले कति अनि फाइदा गरेको छ, त्योहरू सबै सोचेर अब आफैले भने अब त्यो बा आमाले आफैले राम्रो गरेको त्योहरू सबै सोचेर त्यो कृपा अनि त्यो अनि सम्झेर चाहिँ बा आमालाई आफैले भने राम्रो गरेर माया दया गर्नुपर्ने र त्यसको सहयोग गर्नुपर्ने, त्यसलाई अनि धेरै फाइदाहरू उठाउनु पर्ने त्योहरू चाहिँ गर्नुपर्छ भने त्यो चाहिँ एउटा कुरा हो। अब दोस्रोमा चाहिँ के छ भनेदेखि राङयम डोग्लुक भने चाहिँ अबु सामनसँग भने चाहिँ आफै दोस्तो सँगै भएको आफ्नो अनि अब आफ्नो साथी हुन्छ होइन, साथीहरू हुन्छ, त्योहरू सँगै भने हामीले राम्रो गरेर अनि त्यो सम्मान अनि सोच राम्रो र अनि त्यो आचरण अनि राम्रो गर्नुपर्छ भनेको छ। त्यसो कारणले आफै सँगै दोस्तो भएको साथीहरूसँग अनि जहिले पनि नराम्रो सोचले सँगै बस्नु हुँदैन, नराम्रो कामहरू गर्नु हुँदैन। उसकोसँग सम्बन्ध राम्रो राखेर चाहिँ आफैले अनि राम्रो बाटोमा आफै पनि जाने, अरूलाई पनि राम्रो बाटोमा जानु दिने, राम्रो सोचहरू आफैले पनि सोच्ने, अरूले पनि सोच्नु दिने, त्यस्तो गर्नुपर्छ। हाम्रो यो तिब्बतमा एउटा गुरुहरूले भन्छ नि मिगिवे सेङ्गे त दिग्बे टोक्बे आउँदो किची समय मेन्डोगढी चाहिँ त्यसको मतलब चाहिँ नराम्रो गुरु र नराम्रो साथीसँग जहिले पनि जानु हुँदैन भनेको छ। किनभनेदेखि नराम्रो गुरु र नराम्रो साथीसँग गयो भने आफै पनि नराम्रो हुन्छ। त्यसो कारणले त्यस्तोसँग जानु हुँदैन, राम्रो मान्छेसँग, राम्रो गुरु, राम्रो साथीसँग जानुपर्छ भनेर राम्रो
गुरु र राम्रो साथीसँग गयो भनेदेखि त्यस्तो सोच राम्रोहरू आफूले सोच्नु आफूले पनि पाउन सक्छ। त्यसको बानी व्यवहार राम्रोहरू पनि आफूले त्यो पाउन सक्छ। त्यसको कारणले त्यो गर्नुपर्छ भनेर भन्नुभएको छ। त्यो एउटा। अब त्यो सँगै तेस्रोमा चाहिँ के छ भनेदेखि होङमा क्योङलु। होङमा क्योङलु भने चाहिँ होङमा भन्ने चाहिँ आफूभन्दा सानो। अब आफूभन्दा सानोले पनि आफूले राम्रो सोचले राम्रो अनि त्यहाँ सम्बन्ध राख्नुपर्छ भनेको छ। आफूभन्दा सानो हो भनेको कारणले उसलाई चाहिँ दुःख दिने, उसलाई हेप्ने, उसलाई कुट्ने त्यस्तोहरू चाहिँ गर्नु हुँदैन भने। आफूभन्दा सानोहरूले चाहिँ माया र दया गर्नुपर्छ। उसले आफूले जति सक्यो सहयोग गर्नुपर्छ। ऊ नराम्रो भएको मान्छे पनि सानो आफूभन्दा सानोमा नराम्रो भएको पनि हुनसक्छ, शिक्षा नभएको पनि हुनसक्छ, पद अधिकार नभएको पनि हुनसक्छ, पैसा नभएको पनि हुनसक्छ, धेरै बिमारी भएको दुःखी भएको पनि हुनसक्छ। तर त्योहरू सबैले माया दया गरेर राम्रो बनाउनुपर्छ भनेको छ। त्योहरू चाहिँ अनि आफूभन्दा सानोहरूलाई चाहिँ अनि असल विचार र अनि असल आचरण गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ तिनवटा भयो। अब यहाँ सबभन्दा ठुलो कुरा एउटा चाहिँ के छ भनेदेखि अब हामीले गुरुसँग किताबहरू पढेर यो सोच चाहिँ राम्रो रहेछ, राम्रो खालको सोच र राम्रो खालको बानी व्यवहार भने यस्तोले भन्छ रहेछ, नराम्रो सोच र नराम्रो बानी व्यवहार भने चाहिँ यस्तोले भन्छ रहेछ भनेर दुइटै हामीले पढेर थाहा भएर अब हामीले त्यसमा चाहिँ के गर्नुपर्छ, लेनदेन गर्नुपर्छ। लेनदेन भने चाहिँ के हो भन्छ कि लेन भने चाहिँ यता लिने, देन भने चाहिँ के हो उता दिने, नत्र त्याग्ने, लिने र त्याग्ने, यो दुईटा चाहिँ। अब हामीले आफ्नो त्यो अभ्यासदेखि अनि हामीले के गर्नुपर्छ भनेदेखि राम्रो सोच र अनि राम्रो बानी व्यवहारहरू चाहिँ आफूले लिनुपर्छ, त्यसमा चाहिँ लाग्नुपर्छ। नराम्रो सोच र नराम्रो बानी व्यवहारहरू सबै त्याग्नुपर्छ आफूले। हो त्यो गर्यो भनेदेखि अनि फाइदा हुन्छ भनेको छ। त्यसको कारणले चाहिँ त्यसको लागि अनि के गर्नुपर्छ भनेदेखि सर्वप्रथम त्यो कुराहरू सबै आफ्नो अनि बाआमाहरूले थाहा भएर त्यो सानो नानीदेखि नै बच्चा सानोदेखि नै उसको कानको भित्र यस्तो यस्तो सोचेको भने राम्रो सोच हो, यस्तो यस्तो गर्यो भनेदेखि यस्तो यस्तो बानी गर्यो भनेदेखि राम्रो बानी हो, राम्रो सोच र बानी भने चाहिँ यस्तोले भन्छ, नराम्रो सोच र बानी भने चाहिँ यस्तोले भन्छ, अब तिमीले यस्तो गर्नु हुँदैन भनेर सानोदेखि नै उसले सिकाउनु पर्छ। बच्चाहरू नानो बेलादेखि नै बाआमाले सिकायो भनेदेखि अनि बच्चा पनि बिस्तारै बिस्तारै हो यो चाहिँ सोच राम्रो हो, यो चाहिँ बानी राम्रो हो, हामी गर्नु पर्यो, हामीले त्यो सोच्नु पर्यो भनेर चाहिँ गर्छ। यो चाहिँ नराम्रो हो भनेर चाहिँ छोड्नुपर्छ भनेर चाहिँ छोड्न सक्छ। त्यसको कारणले यो राम्रो सोच र बानी व्यवहार, राम्रो बानी व्यवहार भने चाहिँ सानोदेखि नै सिकाउनु पर्ने चाहिँ धेरै त्यो हो। अब आफूले भने अब सानो बेलामा यस्तो सिकाउने मान्छे नभएको कारणले अलिकति आफूले मिस्टेक हुनसक्छ नि। तर आफूले भने ठिक छ, अब पहिले सानोमा चाहिँ थाहा भएन, अब अहिले भर्खर थाहा भएको छ, अब मैले अहिलेदेखि सुरु गर्छु भनेर चाहिँ अब त्यो चाहिँ पालन गर्नुपर्छ, अहिलेदेखि नै सुरु गर्नुपर्छ। आफूले जहिले हामीले त्यसमा राम्रो सोच र राम्रो बानी व्यवहारमा चाहिँ आफूले अनि सुरु गरेर चाहिँ काममा लिनु सक्यो भनेदेखि आफै धेरै मान्छे राम्रो हुँदै हुँदै जान्छ। त्यसो कारणले चाहिँ योहरू सबै अनि आफैले थाहा भएर चाहिँ अनि हामीले त्यो गर्नुपर्छ भनेर त्यो यहाँसम्म चाहिँ अब असल विचार र अनि आचरणको विषयमा चाहिँ अनि सिटियो। अब मान्छे राम्रो हुनु भने चाहिँ कसले भन्छ भनेको विषयमा चाहिँ सिटिएको छ। अब यहाँ दोस्रोमा चाहिँ के आउँछ भनेदेखि
अब हामी एउटा बुद्ध धर्मलाई अनि मान्ने एउटा बुद्धिस्ट हो भन्छ। यो चाहिँ इङ्ग्लिसमा भन्यो, अब नेपालीमा चाहिँ बौद्ध। हामी जहिले पनि भन्छ हामी बौद्ध हो भन्छ। तर हामीले के थाहा हुनु पर्यो, बौद्ध भने चाहिँ कस्तोलाई भन्छ, बौद्ध भने चाहिँ यस्तो यस्तो भयो भनेदेखि त्यसले बौद्ध भन्छ, यस्तो नभएदेखि बौद्ध भन्दैन भनेर जोस बौद्ध र अबौद्धको बिचमा फरक चाहिँ कसरी राख्नुपर्छ त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। त्यसो कारणले बौद्ध र अबौद्धको विषयमा हाम्रो नेपालतिर चाहिँ अलिकति मिस्टेक भएको छ। कोही कोहीहरू भन्छ आफ्नो घरको माथि झन्डा राखेको भनेदेखि बौद्ध हो भन्छ होइन। कोही कोहीहरू भन्छ आफ्नो घरको भित्र बुद्धको स्ट्याचुहरू राख्यो भनेदेखि बौद्ध हो भन्छ होइन। अब कोही कोहीहरू भन्छ अब यो के अरे घाँटीमा लगाउने छिम्दी भन्छ नि, त्यस्तो लगायो भनेदेखि बौद्ध हो भन्छ। तर बौद्ध हो भनेको कुरा चाहिँ त्यसरी हुने होइन नि। बौद्ध हुने भने चाहिँ मान्छेको एउटा सोच एउटाले चाहिँ बौद्ध हुनुपर्ने छ। त्यसो कारणले त्यो सोच चाहिँ कस्तो चाहियो भनेदेखि बुद्ध धर्मसँगलाई मनदेखि नै मानेर ढोक्यो भनेदेखि त्यस्तो मन भएको सोच भएको मान्छेलाई चाहिँ बौद्ध भन्छ। त्यसको घरको माथि झन्डा होस् नहोस् केही फरक पर्दैन, अनि त्यसको घरको भित्र बुद्धको स्ट्याचु होस् नहोस् त्यो पनि फरक पर्दैन, छिम्दी लगाओस् नलगाओस् केही फरक पर्दैन। तर के चाहेको छ भनेदेखि मनको भित्र म बुद्ध धर्मसँगले मनदेखि नै मान्छु, बुद्ध धर्मसँगको शरणमा जान्छु भनेको सोच त्यो चाहेको छ। त्यो भयो भनेदेखि आफै बौद्ध हुन्छ। त्यो चाहिँ हामीले थाहा हुनुपर्ने कुरा एउटा त्यो हो। अब त्यसको लागि अब एउटा चाहिँ के छ भनेदेखि अब हामीले आफै बौद्ध हुनुको लागि आफ्नो मनको भित्र बुद्ध धर्मसँगलाई मनदेखि नै मान्नु पर्यो, त्यसको अनि शरणमा जानु पर्यो। तर त्यसको लागि चाहिँ सक्यो भनेदेखि अब अहिले 21st सेन्चुरीमा हामी पुगिसकेको छ। अहिले हाम्रो यो 21st सेन्चुरी हो। अहिलेको यो जमाना चाहिँ पहिलाको जमाना जस्तो छैन। पैसामा पनि धेरै विकास भइसकेको जमाना हो, शिक्षामा पनि धेरै विकास भइसकेको जमाना हो। त्यसो कारणले हामीले पनि बुद्ध धर्मसँगहरूलाई मान्ने बेलामा चाहिँ अन्धविश्वासले मान्नु हुँदैन भनेको छ। अन्धविश्वासले नमानेर बुद्ध धर्महरू, बुद्ध भने के हो, धर्म भने के हो, सङ्घ भने के हो भनेर चाहिँ त्यसको विषयमा पढेर त्यसको विषयमा जानकार गरेर थाहा भएर अनि बल्ल मनदेखि नै ल मैले बुद्ध धर्मसँग भने चाहिँ थाहा भयो, अब म बुद्ध धर्मसँगले मनदेखि नै मान्दैछु, ढोक्दैछु, शरणमा जाँदैछु भनेर त्यस्तो भयो भनेदेखि अन्धविश्वासले बुद्ध धर्मसँगलाई मानेको होइन। बुद्ध धर्मसँग थाहा भएर त्यसको बुद्ध धर्मसँग भने के हो भनेर थाहा भएर त्यसले मानेको हो भयो भनेदेखि त्यो हुनु पर्यो। तिप्तिममा भन्छ मोङदेखि थन्यो कुन्जु सुम्न क्याप्सु डोवा माइम्बर कुन्जु सुम्ला सेने थेबथोबे क्याम्रु छेकोस ओ त्यो। अनि श्री दलाई लामाजीले जहिले पनि भन्नुहुन्छ हामी अहिले के हुनुपर्छ भनेदेखि अनि थ्युरब निसु चजिकपे नाङ्बा, थ्युरब निसु चजिकपे नाङ्बा भन्यो भनेदेखि 21st सेन्चुरीको बुद्धिस्ट हुनुपर्छ भनेको छ। अब 21st सेन्चुरीको बुद्धिस्ट भनेको मतलब चाहिँ के हो भनेदेखि आधुनिक शिक्षा भने भएको त्यसको माथि बुद्ध धर्मको शिक्षाहरू पनि पढेर थाहा भएर बुद्ध धर्मसँगलाई मान्नेको एउटा मान्छेलाई के भन्छ 21st सेन्चुरी बुद्धिस्ट भन्छ। त्यो त्यसो कारणले हामीले त्योहरू सबै त्यो गर्नुपर्छ। त्यसो कारणले म अहिले यहाँ के भन्न चाहन्छु भनेदेखि हामी बुद्ध धर्मसँगलाई सत्य कुरामा बुद्धको धर्म भने चाहिँ अन्धविश्वासले गर्ने धर्म चाहिँ होइन।
बुद्धको धर्ममा चाहिँ के भनेको छ भनेदेखि गेलोङ दागम खेनामगे सेक्चेन दरवे सेर्सेन्दो लेपर ताक्लाङाइका लङबर छावे खुइचरमेन भनेको छ त्यो के भनेको छ भने चाहिँ भिक्षुहरू र अनि ज्ञानीहरूले चाहिँ बुद्धलाई सम्झिने बेलामा बुद्धलाई अनि त्यो सोच्ने बेलामा चाहिँ अन्धविश्वासले बुद्धलाई चाहिँ ढोक्नु हुँदैन बुद्धको कुरालाई पालन गर्नु पर्दैन पहिला तिमीले अनि के गर्नुपर्छ भनेदेखि हामीले त्यो सुनहरू हुन्छ नि सुनहरू हामीले किन्दाखेरि हामीले के गर्छ तीनचोटि हामीले त्यसलाई अनि के भन्छ ताक्चे छेवा उसको सुन चाहिँ राम्रो हो कि होइन भनेर चाहिँ हामीले खोज तलास गर्छ नि अब त्यसमा चाहिँ तीनटा एकचोटि चाहिँ आगोमा पोल्नु पर्यो पोलेर चाहिँ कस्तो हुन्छ रहेछ हेर्नुपर्छ त्यसमा पनि ठ्याक्कै सुन हो भनेर थाहा हुने एउटा फेरि त्यसको माथि त्यो सुन चाहिँ काट्नुपर्छ काटेर चाहिँ भित्र सत्य सुन हो यो होइन त्यो पनि हेर्नुपर्छ त्यसको माथि त्यो सुन चाहिँ लिएर ढुङ्गा एउटा छ स्पेसल ढुङ्गामा यसोरी गरेर त्यो नुरेर फेरि हेर्नुपर्छ सेक्चे धरुवे सेर्सिन्दु भने त्यो त्यस्तो गरेर अनि बल्ल ल यो सुन चाहिँ प्योर रहेछ राम्रो रहेछ अब किन्नु भनेर चाहिँ किन्छ होइन त्यही जस्तो गरेर चाहिँ हामीले भने बुद्धलाई मान्नु बेलामा चाहिँ अन्धविश्वासले मान्ने होइन बुद्धले अनि धर्मचक्र बुद्धले धर्मदेशना धेरै दिनुभएको छ त्योहरू सबै पढेर चाहिँ ल बुद्धले यस्तो यस्तो कुराहरू धर्महरू भनेको छ त्यो सत्य हो कि होइन सत्य हो कि होइन भने आफूले आफ्नो त्यो मनको भित्र भएको एउटा ज्ञान भनौँ मनको भित्र भएको एउटा अनि इन्टेलिजेन्ट भनेर बुद्धि हुन्छ नि आफ्नो बुद्धिले बुद्ध धर्मलाई अनि हामीले खोज तलास गरेर यो सत्य हो कि होइन भनेर हेरेर अनि पछि चाहिँ ल यो धर्मले बुद्धले भनेको चाहिँ ठ्याक्कै मिल्यो रहेछ त्यो सत्य कुरा रहेछ भनेर थाहा भएर अनि बुद्धलाई चाहिँ मान्नुपर्छ भनेको बुद्ध गेलोङ दागम खेनामकी सिक्चिन दरवे सेरेसिन्तो लेकबर तक्ला नाइका लङबर छावे खिचुमेन बुद्ध भने चाहिँ छ कि छैन उहाँले भनेको कुरा चाहिँ सत्य हो कि होइन केही नसोचेर बुद्धले भन्यो अब हामीले गर्नुपर्छ भनेर गयो भने अनि अन्धविश्वासले गर्ने हो भने त्यस्तो चाहिँ गर्नु हुँदैन भनेको हो त्यो त्यसो कारणले आज मनको भित्र चाहिँ यो चाहिँ राख्नुहोस् है हामी के हुनुपर्छ भनेदेखि अन्धविश्वास गर्नेको बुद्धि चाहिँ गर्नु हुनु हुँदैन हामी के हुनुपर्छ भनेदेखि त्यो बुद्ध धर्मलाई पढेर अनि चिन्तन गरेर थाहा भएर बुद्ध धर्म मान्ने त्यस्तो हुनुपर्छ त्यो चाहिँ अनि यहाँ चाहिँ भन्नु चाहन्छु अब त्यसको कारणले अब यहाँ अब यो कुरा चाहिँ राख्नुहोस् यदि हामीले बुद्धको चेला बनाउने हामी बुद्धको शरणमा जानको लागि यदि हामीले अनि बुद्ध धर्मलाई पढेर चिन्तन गरेर ध्यान अभ्यास गरेर चाहिँ अनि बुद्धको चेला हुनुपर्छ भनेको कुरा हो भनेदेखि अब फेरि क्वेसन हुन्छ क्वेसन एउटा चाहिँ के आउँछ भनेदेखि बुद्ध धर्मलाई अनि पढ्यो भनेदेखि के फाइदा छ एउटा कुरा फेरि बुद्ध धर्मलाई अनि चिन्तन गर्यो भनेदेखि के फाइदा छ दुई बुद्ध धर्मलाई ध्यान अभ्यास गर्नुदेखि के फाइदा छ तीन यो धेरै क्वेसन राम्रो हो त्यस्तो सोच्नुपर्छ त्यसो कारणले यहाँ मैले के भन्न चाहन्छु बुद्ध धर्मले पढ्यो भनेदेखि के फाइदा छ भनेको विषयमा पहिले भन्न चाहन्छु होइन अब त्यसमा चाहिँ बुद्ध स्वयंले के भन्नुभएको छ भनेदेखि थेबे छेनम सेबरे ग्योर थेबे दिले दोबर छे थेबे थेमा इम्बा पोङ थेबे न्याङेन देवा थोप भनेको छ त्यसको मतलब के हो भनेदेखि बुद्ध धर्मको विषयमा आफूले कानले राम्रो गरेर सुन्यो भनेदेखि अनि हामीले के हुन्छ बुद्ध धर्म भने चाहिँ के हो भनेर चाहिँ थाहा हुन्छ भन्यो थेपे छेनम सेबर ग्योरु है अब त्यो छे भनेको विषयमा चाहिँ दुईटा हुन्छ छे भनेको विषयमा दुईटा चाहिँ के हुन्छ गेवे छे मिगेवे छे गेवे छे मिगेवे छे भने चाहिँ के हो भनेदेखि गेवे छे भने चाहिँ
यो राम्रो एउटा अनि कुशल कर्मको धर्मलाई घेवेछ्यो भन्छ। मिगेवेछ्यो भने चाहिँ अकुशल कर्मको धर्मलाई मिगेवेछ्यो भन्छ। त्यसो कारणले हामीले आफ्नो जीवनको भित्र चाहिँ हामी के चाहेको छ? खुसी चाहेको छ, सुख चाहेको छ। हामी के चाहेको छैन? दुःख चाहेको छैन। अब त्यसो कारणले पहिला हामीले सुख भने चाहिँ कसोलाई भन्छ, दुःख भने चाहिँ कसोले भन्छ, त्यो हामी थाहा हुनु पर्यो। सुख र दुःखको विषयमा त्यो थाहा हो। त्यसको पछि सुख भने चाहिँ त्यो आउनेको उपायहरू के छ, के रहेछ, त्यसको हेतु के रहेछ, होइन? त्यसको माथि अनि हामी चाहिँ दुःख नचाहिने हो। त्यसो कारणले फेरि त्यो दुःख भन्ने चाहिँ कस्तो हो, दुःख भन्ने चाहिँ कसरी हुन्छ रहेछ, दुःख हुनेको कारणहरू चाहिँ के हो, हेतुहरू के हो, त्योहरू पनि हामीले चाहिँ थाहा हुनुपर्ने कुरा छ। त्यसो कारणले चाहिँ बुद्ध धर्मको विषयमा धेरै पढ्यो भनेदेखि के हुन्छ भनेदेखि सुख दुःखको विषयमा सबै थाहा हुन्छ। सुख कसरी आउँछ, सुखको हेतु अनि प्रत्ययहरू के हो त्यो अनि थाहा हुन्छ। दुःख भने चाहिँ के हो, दुःखको हेतु प्रत्ययहरू के हो त्यो पनि थाहा हुन्छ। त्यो थाहा भएदेखि के हुन्छ अनि आफूले त्यो सुख आउनेको हेतु प्रत्ययहरू आफूले त्यो बनाएर त्यो गरेर चाहिँ सुख पाउने, दुःखको हेतुहरू सबै आफूले त्यागेर चाहिँ दुःख नहुने, त्यो हामीले गर्न सक्छ। त्यसो कारणले त्योहरू सबै हामीले थाहा हुन्छ। अब त्यो मात्र होइन, फेरि हामीले एउटा उदाहरणमा लियो भने हामी अनि स्कुलतिर जान्छ, त्यो जानेको कारण के हो? अब स्कुलमा गएर चाहिँ आधुनिक शिक्षाहरू पढेर अनि धेरै कुराहरू चाहिँ जान्छ। त्यो जानेर अब आधुनिक शिक्षामा पनि आफूले पढेर चाहिँ 10 क्लास 12 क्लास बिए एमए डक्टर डिग्री इन्जिनियरिङ डिग्री त्यस्तो हामीले पाउन सक्छ। त्यही जस्तो गरेर बुद्ध धर्म पढ्यो भनेदेखि बुद्ध धर्मको विषयमा पनि पढेर चाहिँ अनि आफूले अनि बिएको डिग्री पाउने, फिलोसफी बुद्धिस्ट फिलोसफीमा बिए डिग्री, अनि बुद्धिस्ट फिलोसफीमा एमएको डिग्री, बुद्धिस्ट फिलोसफीमा चाहिँ एमफिलको डिग्री, बुद्धिस्ट फिलोसफीमा चाहिँ डक्टरको डिग्री पिएचडी त्यस्तो पाउनु पनि सक्छ, होइन? बुद्ध धर्म भने चाहिँ विश्वास मात्रले त्यो पूजा सूजा मात्र गरेर बस्ने कुरा होइन। त्यो आधुनिक शिक्षा जस्तो पढेर चाहिँ धेरै त्यो हुन सक्छ। अब उदाहरणमा मैले त धेरै पढेर त्यस्तो त होइन, तर पनि मैले पनि दुःख गरेर चाहिँ अनि अब पढ्दै बिए एमए एमफिल त्यहाँदेखि पिएचडी डिग्रीसम्म चाहिँ मैले डक्टर डिग्रीसम्म चाहिँ पढिसकेको छ, होइन? गेसे भने चाहिँ मतलब चाहिँ के हो भनेदेखि डक्टरेन अन बुद्धिस्ट फिलोसफी भनेको त्यो हो। गेसे भनेको मतलब चाहिँ त्यो। त्यसो कारणले चाहिँ त्यस्तो पढेर चाहिँ पाउने हो। त्यसो कारणले बुद्ध धर्ममा भने त्यस्तो पढ्नु सक्छ। अब त्यस्तो पढेर के हुन्छ रहेछ भनेदेखि मनको सोच, मनको बुद्धि, मनको शिक्षा, मनको ज्ञानहरू धेरै विकास हुन्छ, होइन? त्यो विकास भएर आधुनिक शिक्षामा जति विकास भएको ज्ञानीहरूसँग पनि बुद्ध धर्म पढेको ज्ञानीहरू पनि त्यो सँगै बसेर चाहिँ अनि त्यो एजुकेसनको बारेमा अनि त्यो त्यस्तो ठुलो अनि कुराहरूको विषयमा चाहिँ डिस्कस गर्नु सक्छ, छलफल गर्नु सक्छ। त्यस्तो छ। माइन्ड एन्ड लाइफ कन्फरेन्स भने चाहिँ धेरै फेमस छ। माइन्ड भने चाहिँ मन भयो, लाइफ भने चाहिँ जीवन भयो, जान भयो। जीवन र मनको विषयमा अनि छलफल गर्नेको एउटा कन्फरेन्स एउटा त्यो छ, त्यसले के भन्छ माइन्ड एन्ड लाइफ कन्फरेन्स भन्छ। यो धेरै फेमस हो। अब मन चाहिँ कसले मान्छ? धर्म मान्नेहरूले चाहिँ मन भन्ने कुरा चाहिँ भन्छ। अब मोडर्न एजुकेसनमा धेरै त्यो भएकोहरूले के भन्छ? जीवन भन्छ। अब मनको विषयमा जीवनको विषयमा चाहिँ छलफल गर्नको लागि त्यो कन्फरेन्स एउटा हुन्छ, त्यसलाई चाहिँ माइन्ड एन्ड लाइफ कन्फरेन्स। त्यसमा चाहिँ यो जम्बुद्वीपमा भएको धेरै ज्ञानीहरू, धेरै अनि
नाम ठुलो भएकाहरू धेरै त्यहाँ हुन्छ। हाम्रो यहाँ श्री दलाई लामाजी पनि त्यहाँ कन्फरेन्सको भित्र सबभन्दा टप अनि उहाँ एउटा भएको छ। त्यो सँगै घिसेलाहरू खेम्बुहरू पनि त्यो कन्फरेन्समा चाहिँ जाँदैछ। फेरि मोडर्न एजुकेसनमा धेरै ग्रेट साइन्टिस्टहरू फेमस साइन्टिस्टहरू पनि त्यहाँ आउँछ होइन। त्यस्तो कन्फरेन्समा पनि मैले 3 चोटि भाग लिएर गएको थियो। त्यो कन्फरेन्स आजकल अब 28 कि 9सम्म पुगिसकेको छ होइन। त्यस्तो हो। त्यसो कारणले यो बुद्ध धर्म भनेरमा चाहिँ पढेर पनि यस्तो विकास पढेर पनि यस्तो ज्ञानी हुने भने छ भनेको कुरा चाहिँ त्यो। त्यसो कारणले बुद्ध धर्म पढ्यो भनेदेखि फाइदा छ। बुद्ध धर्म पढेर फाइदा नभएको होइन, फाइदा छ भनेको कुरा एउटा हो। एउटा कुरा चाहिँ अब एउटा चाहिँ के छ, के हामीले थाहा हुन्छ भने चाहिँ नानीहरूले यङ जेनेरेसनहरूले चाहिँ के थाहा हुनुपर्छ भनेदेखि रिजल्टमा हेर्नुपर्छ। बुद्ध धर्म पढेर फाइदा छ भनेको प्रुफ रिजल्ट देखाउनुहोस् भनेर चाहिँ त्यसमा चाहिँ हेर्नुपर्छ होइन। अब यसमा चाहिँ धेरै छ। पढाइको माथिको कुरामा भन्यो भनेदेखि अहिले मैले भनेको त हो। अब श्री दलाई लामाजी उहाँको ज्ञान कस्तो छ रहेछ होइन। अब त्यही जस्तो गरेर घिसियाहरू खेम्बाहरू उनीहरूको बुद्धिको ज्ञान चाहिँ कस्तो छ रहेछ, त्योहरू सबै कसरी भएको, पढेर बुद्ध धर्म पढेर त्यस्तो ज्ञान भएको त्यस्तो होइन। त्यसो कारणले चाहिँ आजकल पहिला थिएको छैन, मान्छेले थाहा भएको छैन। 1959तिर चाहिँ अनि त्यसको अगाडि तिब्बत भन्ने एउटा छ होइन। खङ्ग्रे रायो कुर्वे सिङ्गमसो भनेर त्यो यु धेरै भएको अनि त्यस्तो एउटा जग्गा अनि तिब्बत भन्ने एउटा छ। अब त्यो भित्र यस्तो महान ज्ञानी अनि त्यो धर्ममा धेरै त्यो पावरफुल भएको ज्ञान भएको थुप्रो नि थियो, तर मान्छेले थाहा छैन। अब 1959मा चाहिँ चाइनाहरूले तिब्बत चाहिँ खाएको हो। तिब्बत चाहिँ पहिला आफ्नो देश छ, पछि चाइनाले खाएको हो। त्यसो कारणले चाहिँ अब तिब्बतबाट ज्ञानी भएको मान्छेहरू धेरै इन्डियातिर नेपालतिर हिमालयन क्षेत्रतिर अनि यस्तोमा अनि उहाँहरू चाहिँ एक्जाइलमा आउनु पर्नु भएको छ होइन। अब त्यो बेलामा बिस्तारै बिस्तारै इन्डियातिर वाराणसीतिर साउथ इन्डियातिर यसो आएर अनि त्यहाँ के अरे युरोप र अमेरिकादेखि धेरै महान त्यो ज्ञानी भएकाहरू चाहिँ यता आएर उनीहरूसँग कुरा गर्यो। कुरा गर्दाखेरि एजुकेसनको बारेमा त्यसोमा चाहिँ अनि टपिकमा चाहिँ कुरा गर्दै जाँदाखेरि अनि उहाँहरूले थाहा भएको छ, ओहो अब तिब्बतबाट आएको घिसी र खेम्बाहरूलाई यस्तो ज्ञान रहेछ भनेर चाहिँ थाहा भएर अनि बिस्तारै बिस्तारै उनीहरू पनि पढ्दै गएर अहिले 21st सेन्चुरी पनि हो, त्यसको माथि 2017 अब 18मा पुगिसकेको छ। अब 2018मा पहिला अमेरिकामा बुद्ध धर्म भने चाहिँ फैलाएको छैन, अहिले कति फैलाएको छ, युरोपमा कति फैलाएको छ। त्यस्तो गरेर चाहिँ वर्ल्डमा अहिले बुद्ध धर्म भने चाहिँ स्पेसली टिबेटन बुद्धिज्म भनेर चाहिँ धेरै फेमस भएको छ नि। त्यो कसरी भएको होइन हो, यो चाहिँ त्यस्तो ज्ञान त्यसमा चाहिँ धेरै ज्ञान छ भनेको कारणले त्यस्तो भएको छ। त्यसो कारणले चाहिँ बुद्ध धर्म सिर्फ पढेर भने यस्तो फाइदा छ भनेर चाहिँ अहिले मैले प्रुफ भनेको चाहिँ त्यो हो होइन। अब त्यसको माथि दोस्रोमा बुद्ध धर्मलाई चिन्तन गर्यो भनेदेखि फाइदा के छ, बुद्ध धर्मलाई ध्यान अभ्यास गर्यो भनेदेखि फाइदा के छ, अब त्यो हो। अब त्यसमा चाहिँ म के भन्न चाहन्छु भनेदेखि मैले अनि यस्तो हेर्दाखेरि आफूले अनि रिसर्च जस्तो गरेर हेर्दाखेरि चाहिँ बुद्धको चेलाको भित्र पनि बुद्ध धर्म धेरै पढेको एउटा, फेरि कोहीहरू पढेको मात्र नभएर ध्यान अनि अभ्यास धेरै गर्ने तपस्या धेरै गर्ने त्यस्तो दुई किसिमको हुन्छ। अब त्यो ध्यान अभ्यास गर्नेहरू र सिर्फ पढ्नेहरूको बिचमा के फरक छ भनेर हेर्दाखेरि चाहिँ
अब पढ्नेहरूलाई चाहिँ ज्ञान त थुप्रै छ, बुद्ध धर्मको विषयमा भन भनेदेखि धेरै भन्नु सक्ने छ, एक्सप्लेनेसन धेरै राम्रो गर्न सक्नु छ। तर पनि फेरि बुद्ध धर्मले तपाईँले पढेको जस्तो तिम्रो मनको भित्र के विकास भयो कि तिम्रो मनको भित्र केही ज्ञानहरू पायो कि तिम्रो मनको भित्र केही त्यो मनलाई परिवर्तन भन्छ नि, मनको परिवर्तन के भयो कि भनेर हेर्दाखेरि सिर्फ पढ्नेहरूलाई त्यति छैन। तर ध्यान अभ्यास गर्नेहरू चाहिँ पहिला म सानो बेलामा 12 वर्षमा, 13 वर्षमा, 14 वर्षमा, 15, 16, 17, 18 त्यस्तोमा चाहिँ मैले बुद्ध धर्म पढेको त छ, तर मैले धेरै ध्यान अभ्यास गरेन। त्यसो कारणले मनलाई धेरै परिवर्तन भएन। त्यो बेलामा म चाहिँ धेरै रिस थियो, धेरै त्यसो भने चाहिँ हुन्छ। फेरि 18 वर्षदेखि उसले ध्यान गर्दै गर्दै गएर चाहिँ पहिला एक दिनको भित्र चाहिँ रिस आउने चाहिँ 100% जस्तो आउने मान्छे बिस्तारै बिस्तारै त्यसलाई कन्ट्रोल गर्दै गर्दै त्यसलाई परिवर्तन गर्दै गएर चाहिँ पछि ऊ चाहिँ मनको भित्र धेरै शान्ति हुने, त्यसले चाहिँ धेरै रिस रागहरू धेरै नहुने, त्यस्तो हुनु सक्ने छ रहेछ नि, होइन? त्यो के त्यसले के भन्छ, मनको परिवर्तन भने चाहिँ त्यो हो। यहाँ मैले एउटा एक्जाम्पल भन्छु है, यहाँ किताबमा मैले लेखेको छैन, अब तपाईँहरूले चाहिँ मैले सर्ट गरेमा भनेको, त्यो पनि अलिकति इजिली टु नो, थाहा हुनुको लागि। अब त्यो के छ भनेदेखि पहिला तिब्बतमा एउटा गुरु भएको थियो, होइन? उहाँको नाम हो गिसी बेन गोन्छे भन्छ। तर पहिला उहाँ गेसे बेन गोन्छे होइन, गेसे बेन गोन्छे भने चाहिँ गुरु बेन गोन्छे भनेको। बेन गोन्छे भने उसको नाम भयो, गुरु चाहिँ पछि भएको, त्यसो कारणले गुरु बेन गोन्छे। पहिला ऊ के हो भनेदेखि उहाँ चाहिँ एउटा भिलेज, एउटा के अरे गाउँमा, गाउँको अनि त्यसमा चाहिँ उहाँ सबभन्दा ठुलो हो, पात अधिकार ठुलो भएको। फेरि त्यो बेलामा चाहिँ उसलाई खानेकुरा राम्रो छ, बस्ने ठाउँ राम्रो छ, धेरै छ, तर उसलाई अझै त्योभन्दा धेरै पाओस् भनेर अनि लोभ धेरै छ उसलाई, होइन? त्यो बेलामा उसको नाम के हो, देब्यो बेन गोन्छे भन्छ। देब्यो भने एउटा पुम्बो या मिनिस्टर जस्तो एउटा त्यो हो, देब्योन बेन गोन्छे हो। तर ऊ त्यो सुन चाँदी पैसाले धेरै लोभ भयो होला, मलाई यति त छ तर त्यसले मलाई पुगेन, त्योभन्दा धेरै मलाई चाहिएको छ भनेको मनले ऊ पछि चाहिँ के भयो भनेदेखि छाप्पु बेन गोन्छे भएको। छाप्पु बेन गोन्छे भने चाहिँ के हो भने चोर धेरै चोर्ने र लुट्नेको बेन गोन्छे भएको। अब ऊ आफूले पहिला थियो, होइन? फेरि पछि त्यो चाहियो भनेर यता लुट्ने उता लुट्ने यता चोर्ने त्यस्तो गरेर उसको नाम चाहिँ के भयो, छाप्पु बेन गोन्छे भयो होला। अब उसले चाहिँ छापा गरेर चोरेर लुटेर उसको नाम धेरै चलाएको, छाप्पु बेन गोन्छे छ, मान्छेहरू सबै डर्ने त्यस्तो भयो। त्यो भएर चाहिँ एक दिन उहाँ चाहिँ त्यो रि भन्छ नि, रि भने चाहिँ के हो, ताकरे दाया मेजेरु छेसा रूप मारे खर्च पहाड, एउटा पहाडको माथि चाहिँ उहाँ बसेको थियो। उहाँ चाहिँ अब बुढी आमा एउटा चाहिँ उतापट्टि गाउँमा जानु पर्यो, त्यो पनि त्यो पहाडदेखि जानु पर्यो। तर त्यो बुढी आमाले चाहिँ सुनेको थियो, त्यो छाप्पुन बेन गोन्छे भन्ने एउटा छ भनेर सुनेको थियो, होइन? उसले तर त्यसको माथि छ भनेर चाहिँ थाहा भएन। सुने चाहिँ उहाँले सुन्यो, डरेको पनि छ, होइन? पछि बुढी आमा चाहिँ बिस्तारै यसरी गाउँमा जाँदाखेरि त्यो पहाडदेखि चाहिँ गएको रहेछ। माथि पहाडमा पुग्दाखेरि एउटा मान्छे भेट्यो रहेछ। बुढी आमाले त केही डरहरू केही भएन रहेछ। अनि तपाईँ को हो भनेर सोधे रहेछ। अनि उहाँले त सिद्ध भनेर चाहिँ म चाहिँ बेन गोन्छे हो भने, त्यो भनेको त्यो शब्द सुनेर तुरन्त लड्यो रहेछ, बेहोस भयो बुढी आमा चाहिँ। त्यो बेहोस भएर फेरि उसले चाहिँ बेन गोन्छे सोच्यो रहेछ, ल कस्तो होला, मेरो नाम सुन्दै मान्छे त्यस्तो लड्ने बेहोस हुने यस्तो कसो भएको
म त पहिला देव्यो बेन गन्छे भनेर मान्छेले धेरै मान्ने राम्रो एउटा थियो। अहिले चाहिँ मान्छे मलाई डरेर नाम सुनेर लड्ने त्यसो भएर के हो भनेर उसले चाहिँ राम्रो गरेर सोचेर मैले के गरेर होला भनेर चाहिँ यस्तो सोधेर 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 उसले नराम्रो यस्तो लुट्ने यस्तो कुट्ने यस्तो यस्तो गरेर यस्तो भयो भनेर थाहा भएर अनि उसले चाहिँ त्यो भएछ, त्यो मनलाई धेरै त्यो भएछ, ओहो मैले यस्तो काम गरेको चाहिँ राम्रो भएन रहेछ, यो त आधारमा धेरै गएको रहेछ भएन भनेर चाहिँ उसलाई चाहिँ धेरै त्यो मनमा चाहिँ त्यो पिर भएछ। त्यो भएर अनि पछि अनि ढोमटोम्बा ग्यावे जुङ्ने भनेर घिसी पोतो वा छम्बो भनेको एउटा ठुलो राम्रो गुरु दुईवटा थियो। घिसी ढोमटोम्बा ग्यावे जुङ्ने भने चाहिँ आवालोकिती शिवारा चेरेसीको एउटा अवतारी हो। अनि घिसी पोतो वा छम्बो भने चाहिँ मञ्जुश्रीको अवतारी हो। त्यस्तो अवतारी भएको गुरु दुईवटा चाहिँ उहाँ गयो। अब मैले यस्तो यस्तो पाप गर्यो अनि तपाईँहरूले अनि मलाई चाहिँ माफी गरिदिनु, मलाई चाहिँ अब त्यो पापको बाटोदेखि हटाएर म धर्ममा लाग्नु तपाईँहरूले अनि त्यो आशीर्वाद दिनुहोस् भनेर चाहिँ अनि उहाँले चाहिँ त्यो गरेर चाहिँ आफ्नो जीवहरू सबै गुरुलाई चढाएर आजदेखि म पाप गर्दैन धर्म गर्छु भनेर उहाँ गरे। अब त्यो गर्दै गर्दै अनि उहाँले चाहिँ फेरि उहाँ चाहिँ यस्तो रहेछ, नराम्रो काम गर्दाखेरि चाहिँ नराम्रो धेरै गर्ने, त्यो छोडेर राम्रो गर्छु भनेदेखि राम्रो गर्छु भनेर जाने त्यस्तो रहेछ उहाँ। फेरि त्यहाँदेखि उहाँले के गरेछ भनेदेखि गुरुलाई धर्महरू सुनेर धर्ममा यो सोचेको र यो नराम्रो काम त्यो नराम्रो गर्यो भनेदेखि त्यो चाहिँ पाप हो भने, यो गरेको यो सोचेको र काम गरेको चाहिँ अनि धर्म हो भने चाहिँ उसले थेपे छैनम सेवा गुरु भनेको दोस्तो धर्मको के अरे त्यो कुशल कर्मको धर्म यो रहेछ, अकुशल कर्म त यो रहेछ भने चाहिँ उसले चाहिँ सबै थाहा भयो। त्यो भएर चाहिँ ऊ चाहिँ आफ्नो घरमा गयो। अब केही किताबहरू पढेन, गुरुले भनेको चाहिँ मनमा राखेर ठक्कै बसेर घरमा यसोरी बसे, आफ्नो मनलाई हेरेर आफ्नो मनमा हेरेर बसेको बेलामा चाहिँ अब ऊ त भर्खरको धर्म गरेको हो नि, ध्यान आएछ। अब नराम्रो सोच कति आउँछ होइन, नराम्रो सोच धेरै, त्यो एउटा आयो दुईवटा आयो, फेरि उसले चाहिँ कालो चोकले आफ्नो बस्ने ठाउँको घरमा चाहिँ कालो चोकले लेख्यो नराम्रो सोच, ल नराम्रो भनेर एउटा, फेरि यहाँ नराम्रो भने यस्तो लेख्दै लेख्दै गएको त 99 नराम्रो सोच आउने, राम्रो सोच एउटा आउने, यो चाहिँ त्यहाँ सेतोमा लेख्यो। ल कस्तो होला मेरो मन चाहिँ भनेर चाहिँ यस्तो भएर फेरि पछि फेरि उसले चाहिँ मनमा सोचेर यसो गर्नु हुँदैन, त्यो नराम्रो हो म यस्तो नसोच्ने भनेर चाहिँ गर्दाखेरि चाहिँ बिस्तारै बिस्तारै त्यो नराम्रो अघि 99देखि 98, 97, 90 यस्तो तल 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 त्यो भयो। फेरि राम्रो सोच चाहिँ फेरि 1 देखि 2, 3, 4 यसरी अलिकति बढ्यो। फेरि उसले अलि राम्रो भयो, फेरि अझ मैले ध्यान गर्नु पऱ्यो, अझ त्यो गर्नु पऱ्यो, त्यस्तो गरेर अब एक दिन के भयो भनेदेखि अब ऊ यसरी छेहरू धर्महरू राम्रो गरेको कुरा चाहिँ यताउता सुनेर चाहिँ अब एक दिन के भयो भनेदेखि एउटा घरमा पुजारी चाहिएको छ। अब उहाँले बोलायो बेनगन्जेलाई, फेरि बेनगन्जे त्यहाँ गयो, पूजा गर्छु भनेर बस्नुभयो। उहाँ पहिला त उहाँले राम्रो सोचेर चाहिँ पूजा गर्नु, फेरि पछि उसको नराम्रो बानी आएर चोर्ने बानी आएछ है। त्यो आएर चाहिँ आमा चाहिँ तल बसेको रहेछ, यस्तो हेरेर को पनि छैन चाहिँ त्यहाँ एउटा चाहिँ के अरे एउटा ब्याग जस्तो भित्र चाहिँ अनि के त्यो चोर सामानहरू हालेर चाहिँ उसले चाहिँ हात चाहिँ ठ्याक्कै त्यो हालेर चोर्नु लागेर त्यो बेलामा फेरि गुरु याद आयो, धर्म याद आएर चाहिँ अब यो मैले नराम्रो काम यस्तो अधर्म अकुशलको काम गर्छ यो गर्नु हुँदैन, म त अहिले धर्म गर्छु भनेर चाहिँ उसले चाहिँ यो हातले यसरी समातेर आमाले बोलाएछ, आमा यहाँ चोर आयो भनेर चाहिँ ओ कस्तो छ धर्म उसले पालन कस्तो गरेछ होइन हो, त्यस्तो गरेको। त्यस्तो गरेर पहिला चाहिँ उसले चाहिँ त्यो राम्रो एउटा भयो। फेरि पछि के भयो भने एक दिन अनि खानामा बोलाएछ सबै गुरुहरू सबै,
अनि ऊ अलिकति सानो भएको कारणले ताल मुनि बस्नु पर्यो। अब ठुलो ठुलो गुरुहरू माथि छ होइन। अब माथिदेखि चाहिँ के आउँछ रहेछ भनेदेखि जिन्दाले सो छ नि सो दही दही हाल्दै दही मिठो दही चाहिँ हाल्दै जान्छ रहेछ है यसरी चाहिँ। उसले चाहिँ फेरि पहिला त राम्रो बस्यो, फेरि पछि ऊ लोभ आयो नि, बानी छ नि, त्यहाँ हेरेर ल मेरो माथि यत्रो गुरुहरू छ रहेछ, अब त्यहाँ दही हेर्दा धेरै छैन रहेछ, फेरि हाल्दै हाल्दै मेरो मेरो त्यो टाइममा पुग्दाखेरि चाहिँ त्यो सबै अनि सिद्धिन्छ भनेर उसले चाहिँ पिर भयो रहेछ। यसरी हेरिदिएर चाहिँ ल दही दही भनेर चाहिँ फेरि पछि फेरि मनमा ठोके, ओ होइन म त धर्म गर्ने मान्छे हो, यस्तो लोभ गर्नु हुने भनेर सोचेर चाहिँ ऊ धेरै ऊ आफैले लास आयो। ओहो लुगा यस्तो लाएर धर्म गर्छु भनेर पनि फेरि त्यस्तो नराम्रो मन आउन सक्छ भनेर फेरि सो चाहिँ त्यो दही चाहिँ हाल्दै हाल्दै यता पुग्नु लागि चाहिँ उसले चाहिँ त्यो फोर्बा छ नि आफ्नो मकहरू कापहरू सबै टुप्रो गरेर मैले अघि नै खाइसकेँ भन्छ। अब लोभले त अघि नै खाइसक्यो नि। त्यस्तो धर्म गरेको उहाँले, त्यस्तो धर्म गर्दै गर्दै गयो। अब एक दिन चाहिँ उहाँले आफ्नो घरमा बसेर चाहिँ यसरी बसेर चाहिँ धर्म गर्दाखेरि अघि जस्तो त्यो कुशल कर्म अकुशल कर्ममा सोचेर भने अघि पहिला त्यो के भन्छ कालो लेखेको चाहिँ 90 त्यस्तो थियो नि, अब त्यो चाहिँ बिस्तारै बिस्तारै 10 फेरि धर्म गरेको चाहिँ 90 त्यस्तो पुग्यो। त्यस्तो पुगेर अनि उहाँ चाहिँ ओहो उहाँ चाहिँ सत्य धर्म गर्ने रहेछ भनेर चाहिँ अनि उहाँको नाम चलायो। त्यसको पछि चाहिँ अनि मान्छेहरूले उहाँ चाहिँ सत्य गुरु राम्रो हो भनेर उहाँलाई गुरु मानेर धर्महरू गरे। त्यसको कारणले उहाँ पछि के भएको, ओ केसे बेन गन्छे भएको, गुरु बेन गन्छे भनेर। पहिले के रहेछ देबुन बेन गन्छे, पछि उहाँ के भयो झकबुन बेन गन्छे, पछि परिवर्तन भएर के भयो गेसे बेन गन्छे भने यस्तो भएको। त्यो चाहिँ के हो भनेदेखि धर्मलाई ध्यान अभ्यास गर्यो भनेदेखि फाइदा छ भनेको एक्जाम्पल उदाहरण यो हो। अलिकति बुझ्यो त्यो। अब त्यसको माथि अब सबभन्दा एक्जाम्पल राम्रो चाहिँ के हो भनेदेखि बुद्ध शाक्य मुनि उहाँ छ नि। अब उहाँले यो के हो, उहाँले धर्म गरेको, उहाँले धर्मलाई ध्यान अभ्यास गरेको कारणले पछि उहाँ चाहिँ बुद्ध शाक्य मुनि भनेर चाहिँ धेरै महागुरु अनि त्यस्तो भएको। त्यहाँ बुद्ध शाक्य मुनिदेखि नि मेरो मूल गुरु श्री दलाई लामा जी अनि सम्म कति गुरु भएको छ। योहरू सबै बुद्ध धर्मलाई अनि ध्यान अभ्यास गरेर ज्ञान पाएको गुरुहरू हो। त्योहरू पनि एक्जाम्पल हो होइन। यो एउटा चाहिँ भयो। अब त्यसको माथि एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भनेदेखि अब म यहाँ एउटा कुरा राम्रो भन्छु होइन। यहाँ मैले किताबमा के लेखेको छ भनेदेखि यहाँ सुम्ब खेबर दुया थेङ्ग्रब कि चिसो मिक्सिल कि फे खाङ यो भनेर चाहिँ अब हामीले राम्रो सोच्नुपर्छ। एकमा चाहिँ हाम्रो यो संसारमा चाहिँ अनि दान दौलत धेरै विकास भइसकेको छ, त्यो राम्रै हो। दोस्रोमा चाहिँ शिक्षाहरू धेरै विकास भएको छ, त्यो पनि राम्रै हो। तर पनि नराम्रो एउटा के छ भनेदेखि मान्छे सबै पैसा पैसा मनी मनी भनेर सोचेर सबै धेरै त्यो के भन्छ अनि पैसा मात्र सोचेर त्यसमा लागेको छ। त्यसको माथि मान्छेहरूलाई त्यो शान्तिले बसेर धर्महरू गरेर मन शान्तिले बस्ने धेरै गाह्रो, सबै बिजीमा छ होइन। दौडेर बसेको छ, सबै यताउता दौडेर बसेको छ। अब त्यसो कारणले मान्छेको मनको भित्र पनि के भएको छ भनेदेखि मन शान्ति छैन। मनको भित्र पनि धेरै कल्पनाहरू आएर सोच धेरै भएको त्यस्तो भएको छ। त्यसको माथि के छ भनेदेखि इग्नोरेन्स भन्ने, अनि त्यसको माथि चाहिँ
फेरि म भने मलाई राम्रो हुनु पर्यो, मलाई यो चाहियो भने त्यस्तो चाहिँ धेरै। त्यस्तो कारणले बाहिरको विकास चाहिँ धेरै छ, तर मनको अनि शान्त त्यस्तो ज्ञानको विकासहरू चाहिँ छैन, धेरै गाह्रो भएको छ। त्यसो कारणले अहिले यो दुनियाँमा अब त्यस्तो भएको कारणले अब हामीले के सोच्नुपर्छ, बाहिरको विकास मात्रले आफूलाई चाहिनेको सुख पाउँछ कि पाउँदैन त्यो कुरा हो। अब सुखमा पनि जिउको सुख र अनि मनको सुख दुई छ। त्यो दुईटामा चाहिँ कुन ठुलो हो, कुन महत्त्वपूर्ण हो सोच्नुपर्छ। त्यसो कारणले बाहिर जति विकास भएर पनि मनको भित्र सुख र खुसी र शान्त नभयो भनेदेखि के फाइदा, त्यति फाइदा छैन नि। बाहिरको विकासको लागि हामीले दौडेर काम गर्नेको कारण चाहिँ के को लागि, सुखको लागि हो नि, आफ्नोलाई सुख पाउनको लागि। त्यसो कारणले यदि हामी आफ्नो मनलाई सुख चाहेको छ भनेदेखि हामीले के गर्नुपर्छ, दुःख हटाउनुपर्छ। मनको दुःख हटाउनको लागि हामीले के गर्नुपर्छ, मनको दुःख चाहिँ कहाँबाट आउँछ रहेछ भनेर हामीले हेर्नुपर्छ। मनको दुःख चाहिँ बाहिरदेखि आउने चाहिँ धेरै छैन, खास कसरी आउँछ, आफ्नो मनको भित्र धेरै सोचेर कल्पना धेरै गरेर आउने हो। त्यसो कारणले मनको सुख चाहियो भनेदेखि मनदेखि नै आफ्नो दुःख चाहिँ त्याग्नुपर्छ, हटाउनुपर्छ। मनको भित्रदेखि मनको त्यो त्याग्नुको लागि के गर्नुपर्छ, मन भने चाहिँ के हो थाहा हुनुपर्छ। बुद्धिस्ट साइकोलोजी भन्छ नि, साइकोलोजीको भित्र सबै भनेको छ। मन भने चाहिँ के हो, एउटा कुरा। मनको भित्र नराम्रो मनहरू के छ रहेछ एउटा कुरा, राम्रो मनहरू के छ रहेछ एउटा कुरा, त्योहरू थाहा हुनु पर्यो। त्यो थाहा भएर आफ्नो मनलाई अघि गेसी बेन गुन्जेले गरेको जस्तो आफ्नो मनलाई आफूले हेर्ने। यस्तो मन चाहिँ सोचहरू हुँदाखेरि मलाई फाइदा रहेछ, खुसी रहेछ, राग रिस जस्तो यस्तो सोचहरू आउँदाखेरि मलाई दुःख हुने रहेछ भनेर चाहिँ आफ्नो मनमा हेरेर थाहा हुनु पर्यो। त्यसको पछि के गर्ने, नराम्रो मनहरू सबै बिस्तारै त्याग्ने, राम्रो मनहरू सबै बिस्तारै विकास गर्दै जाने। त्यो भयो भनेदेखि मनको खुसी भने चाहिँ त्यहाँबाट पाउँछ। मनलाई केही नसोचेर, आफ्नो मनलाई के नसोच्ने, राम्रो मन के हो नराम्रो मन के हो त्यो पनि थाहा नभयो भने फेरि नराम्रो मन भने आफूले त्याग्न नसक्ने होइन। त्यस्तो गर्यो भनेदेखि मनको सुख भने चाहिँ पाउनु पाउँदैन। अब त्यस्तो लागि मन के हो, मनको राम्रो मन इङ्ग्लिसमा भन्छ पोजिटिभ थट, नराम्रो मन नेगेटिभ थट, त्योहरू के रहेछ त्यो सबै कुरा डिटेलमा हामीले थाहा हुने। त्यसको पछि चाहिँ अनि त्यसको उपायहरू टेक्निकहरू, नराम्रो मन चाहिँ हामीले कसरी त्याग्ने भनेको टेक्निक, राम्रो मनहरू कसरी विकास गर्ने भनेको टेक्निक, त्योहरू सबै आफूले ज्ञान पायो भने अनि हामीले बल्ल मनको खुसी भने चाहिँ पाउँछ। अब त्यो टेक्निकहरू चाहिँ कहाँ सिकाएको छ, बुद्ध धर्ममा त्यो सिकाएको छ। त्यसो कारणले बुद्ध धर्म पढ्यो भने, बुद्ध धर्म पढेर त्यो टेक्निकहरू सबै थाहा भयो भने अनि आफूले बुद्ध धर्म पालन गर्दाखेरि चाहिँ मनको सुख पाउँछ भनेको कारण चाहिँ त्यो हो। त्यसो कारणले अघि मैले भनेको माइन्ड एन्ड लाइफ कन्फरेन्समा मोडर्न एजुकेसनमा धेरै हाई लेभल भएको मान्छे, माइन्ड एन्ड लाइफ कन्फरेन्समा मोडर्न एजुकेसनमा धेरै हाई लेभल भएको त्यस्तो अनि नाम भएको मान्छेहरूले बुद्ध धर्मलाई खास गरेर ध्यान दिन्छ रहेछ। किन ध्यान दिन्छ रहेछ भनेदेखि मोडर्न एजुकेसनमा नभएको मनको कुराहरू सबै डिटेलमा बुद्ध धर्मको भित्र छ रहेछ। त्यो ज्ञान चाहिँ शिक्षा चाहिँ हामीले पनि चाहेको छ कस्तो हो भनेर चाहिँ त्यसलाई चाहिँ ध्यान दिने हो। त्यसो कारणले अब हामीले पनि बुद्ध धर्मले ध्यान दिनुपर्छ, थाहा भयो।
बुद्ध धर्मले ध्यान दियो भनेदेखि बुद्ध धर्मले फाइदा हुने केही होइन, शाक्य मुनिले फाइदा हुने होइन, आफ्नो गुरुले फाइदा होइन। तपाईँले बुद्ध धर्म पढेर ध्यान अभ्यास गरेर बुद्धलाई विकास हुने होइन, होइन, आफ्नो विकास हुने हो, आफैलाई खुसी पाउने हो। त्यसो कारणले धर्मलाई ध्यान दिनुपर्छ भनेको कुरा चाहिँ त्यो हो। अब आज यति राखौँ, होइन, समय पनि भयो। अब आज चाहिँ यति राखौँ। अब कमङ्गा सानो देख्दो रुवा। अब यहाँ ल अब त्यसो भयो भनेदेखि बिहान मैले सिताएको एउटा कुरा चाहिँ के हो भनेदेखि जेपाचुङ्गी भन्छ। एउटा बुद्धिस्ट एउटाले म बौद्ध हो भन्ने एउटाले बुद्ध भने चाहिँ चिन्नुपर्छ तिमी के हो, बुद्धिस्ट हो। अनि बुद्धिस्ट हो भनेदेखि बुद्धिस्ट भने के हो भने थाहा छैन भनेदेखि त धेरै भएन नि, होइन। अब त्यसको माथि तिमी के हो, बुद्धिस्ट हो। बुद्धिस्ट भने के हो, बुद्ध धर्मसँगले मान्ने एउटाले भन्छ भने त्यो पनि त्यति भनिसक्यो भने राम्रो हो। तर फेरि क्वेसन आउँछ, बुद्ध भने के हो, धर्म भने के हो, सङ्घ भने मैले पढेको छैन, फेरि त्यो गरेर त्यो पनि भएन। फेरि कोहीहरूले बुद्ध भने के ऊ यहाँ छ रहेछ भन्छ, होइन। धर्महरूको ऊ त्यहाँ पेजाहरू भन्छ, होइन। सङ्घहरूको ऊ लामाहरू यताउता जान्छ भन्छ, होइन। त्यस्तो होइन नि। अब बुद्ध भने चाहिँ यो मूर्ति चाहिँ हो भनेदेखि अब मूर्ति सबै के भन्छ फ्यालेर त्यो सबै अनि टुट्यो भने बुद्ध टुटेको हो, होइन नि। फेरि हुँदैन नि, होइन। फेरि पेजाहरू बुद्ध हो भनेर चाहिँ पेजालाई आगो बालेर धर्मलाई आगो बालेर पोल्नु सक्दैन नि, होइन। त्यसो कारणले अनि बुद्ध धर्म भने चाहिँ यस्तो होइन, त्यो बुद्ध धर्म भने चाहिँ हामीले थाहा हुनुपर्छ। त्यसो कारणले पहिला मैले यहाँ के भन्नु भन्छु भनेदेखि बिहान मैले के सिकेको छ भनेदेखि बुद्ध भनेको त्यो हामी बुद्धिस्ट एउटाले बुद्धको हिस्टोरी थाहा हुनुपर्छ। अब बुद्धको हिस्टोरीमा धेरै किसिमको छ, तर भने त्यसको भित्र अब मेन चाहिँ 12 लीला भने चाहिँ तिप्तीमा भन्छ जेपाचुङ्गी भन्छ। त्योम्बा शाक्य थुबेगी जेपाचुङ्गी भने चाहिँ थाहा हुनुपर्छ। जेपाचुङ्गी भने चाहिँ 12वटा लीला। जेपा भने चाहिँ लीला भयो, 12वटा भने चाहिँ चुङ्गी। जेपाचुङ्गी भने चाहिँ 12 लीला भने चाहिँ थाहा हुनुपर्छ। अब त्यसको विषयमा चाहिँ अलिअलि भन्छु। अब त्यसमा 12 लीलामा पहिला यो भन्न चाहन्छु, बुद्धको नाम के हो भनेदेखि शाक्य मुनि भनेर चाहिँ भन्नुपर्छ। बुद्ध शाक्य मुनिको अनि अब बा भनौँ, बाको नाम के हो भनेदेखि महाराजा सुदधन हो भनेर भन्नुपर्छ, ग्याल्पो सेचाङमा भनेर। बुद्ध शाक्य मुनिको युम आमा को हो भनेदेखि महामाया देवी हो भनेर चाहिँ भन्नुपर्छ। यो थाहा भयो है। अब त्यसको पछि अनि बुद्ध शाक्य मुनिको जात चाहिँ के हो भनेदेखि शाक्यको जात हो भन्नुपर्छ, शाक्य रिलुठुङबास। अनि कहाँ उहाँ त्यो कुटुम्बा भएको छ भनेदेखि अनि कपिलवस्तुमा भएको छ भन्नुपर्छ, युलसेर्क्या भन्ने ठाउँ। अब त्यसको पछि अब यहाँ आएको छ, यहाँदेखि चाहिँ मैले 12 लीला चाहिँ भन्छु। अब 12 लीलामा चाहिँ नम्बर 1 चाहिँ के हो भनेदेखि नम्बर 1 चाहिँ तिप्तीमा पहिले भन्छु है, गान्धे ने फोवे जेपा भने चाहिँ नम्बर 1 हो। त्यो नेपालीमा चाहिँ गान्धेन भने चाहिँ टुसिता, टुसिता भन्ने चाहिँ एउटा छ। टुसित लोक भन्छ त्यसलाई, टुसित लोक। टुसित लोकदेखि जम्बुद्वीपमा अनि टुसित लोक पाटो भन्नुपर्छ, टुसित लोक पाटो अनि जम्बुद्वीपमा अवतरण गर्नुभएको लीला, यो नम्बर 1 हो। थाहा भयो। अब साधारणमा भन्यो भनेदेखि टुसित लोकदेखि जम्बुद्वीपमा अनि पाल्नु भएको
अनि लीला यो चाहिँ नम्बर 1 हो। नम्बर 2 मा चाहिँ के हुन्छ रहेछ भनेदेखि यब जब से चङमा त यु गुमल हान्छ निदान रे युम गिल ठुमसु सुबे जेपा। अब दोस्रो मा चाहिँ नम्बर 2 मा युम गिल ठुमसु सुबे जेपा भने त्यो नेपालीमा चाहिँ के भन्छ रहेछ भनेदेखि नेपालीमा चाहिँ युम गिल ठुमसु सुपा भने चाहिँ माया देवीको अनि पेटमा गर्भमा प्रवेश भएको लीला, गर्भमा प्रवेश भएको लीला थाहा भयो। त्यसलाई चाहिँ अनि दोस्रो युमगिल ठुम्सु सुपे जेपा भने चाहिँ त्यो महादेवीको गर्भमा प्रवेश भएको लीला हो ती नि छ। सुम्बा तशी लुम्बी छेतु कुतम्बे जेपा। सुम्बा तेस्रो चाहिँ कुतम्बे जेपा। कुतम्बे जेपा भने चाहिँ के हो भनेदेखि लुम्बिनीमा अनि जन्म भएको लीला, लुम्बिनीमा जन्म भएको लीला त्यो चाहिँ तेस्रो हो है। यो मनमा राख्नुहोस् तेस्रो। अब 14 चाहिँ के हो रिपे नेलाई खेपे जेपा भने चाहिँ हो। अब यसमा चाहिँ धेरै त्यो रहेछ गाह्रो रहेछ। अब साधारणमा भन्यो भनेदेखि निर्पुण्य वर्ण भएको लीला, निर्पुण्य वर्ण भएको भने चाहिँ के हो भनेदेखि परेर ज्ञान पाएको लीला, परेर ज्ञान पाएको लीला हो त्यो। अब ज्ञानी भएको भन्यो भने राम्रो हो। रिपेन्नेलाई खेपे जेपा भनेर परेर चाहिँ धेरै ज्ञानी भएको लीला हो। अब त्यसको पछि 5 मा चाहिँ के रहेछ भनेदेखि सरी यहाँ देखाउनु पर्यो बिर्सेछ। यो चाहिँ त्यो भयो नि अघि कुठुङ बेजेपा भन्ने चाहिँ यो हो कुठुङ बेजेपा यो भयो। अब यहाँदेखि अब पछि यो आउँछ यो। अब यहाँ हेर्नुहोस् अहिले कति भयो 5 वटा भइसक्यो है होइन 4 वटा भइसक्यो। अब 5 वटा चाहिँ 5 मा चाहिँ नम्बर 5 मा चाहिँ के हो भनेदेखि चुम्यु खोर्की रोल्बे जेपास। चुम्यु खोर्की रोल्बे जेपा भने चाहिँ अनि रानीसँग विलासी जीवन निभाउनेको लीला हो यो भनेको। जोस रानीसँग जीवन निभाउनेको लीला यो चाहिँ कति भयो 5। अब 6 मा रब्तु छुवेन जेपा। रब्तु छुवेन जेपा भने चाहिँ यो अहिले यहाँ चाहिँ छ नि यो चाहिँ रब्तु छुवेन जेपा। रब्तु छुवेन जेपा भने चाहिँ अनि पर्वजित भएको लीला। पर्वजित भने चाहिँ के हो भनेदेखि पहिला चाहिँ साधारणको अनि मान्छे बिस्तारै अब म त्यो संसार त्याग्छु, म संसार त्यागेर चाहिँ म लामा गुरुहरू जस्तो गरेर भिक्षु जस्तो बनाउँछु भनेर चाहिँ अनि भिक्षु भएकोमा रब्तु छुएन जेपा भनेको त्यो होइन। अब 7औं चाहिँ के हो छ भने छु नेरा जाने रम्दो लुटुक कावाचे बेन्सेपा। लुटुक कावाचे लुटुक भने चाहिँ 6 वर्ष। कावाचे भने चाहिँ कठोर तपस्या। 6 वर्ष कठोर तपस्या भने चाहिँ यो हो है। अब उहाँले चाहिँ अनि रुखको मुनि बसेर चाहिँ 6 वर्ष के पनि नखाएर चाहिँ अनि कठोर तपस्या गर्नुभएको हो। 6 वर्ष कठोर तपस्या गरेकोमा के भन्छ लुटुक कावा चिपे चेपा भन्छ। थाहा भयो यो चाहिँ यो। अब यसको पछि चाहिँ के रहेछ 8 लीला चाहिँ के रहेछ भनेदेखि छङ्जु निङबुर सेक्पे जेपा। छङ्जु निङबुर सेक्पे जेपा भने चाहिँ अहिले यो त बुद्धता प्राप्त गरिसक्यो तर बुद्ध प्राप्त त गर्नु ठाउँ चाहिँ के हो भनेदेखि यो हो योलाई के भन्छ भनेदेखि छङ्चुप सिंह भन्छ। छङ्चुप सिंह भने चाहिँ नेपालीमा चाहिँ बोधी कर्छ पिपलको रुख। बोधी पिपलको रुख भने चाहिँ यो हो। अहिले
यहाँ छ नि योले चाहिँ बुद्धि पिपलको रुख भन्यो अब बुद्धि पिपलको रुखको मुनि बस्नुको लागि गएको लीलालाई छङ्जु निङबुर सेक्पे झेपा भने चाहिँ त्यो क्लियर भयो यो अब त्यसको पछि नम्बर 9 चाहिँ के हो भने होइन नम्बर 9 चाहिँ अब अहिले बुद्ध शाक्यमुनि अहिले बुद्ध भएको छ तर त्यो चाहिँ कहिले भएको साका दावाको अनि छेपाच्योङमा बिहान भएको त्यसको लागि साका दावा छेपा चुप्सीको बेलुका चाहिँ उहाँले चाहिँ के गरेको छ भनेदेखि अनि 2 तुलवा राक्षसहरू सबै अनि उहाँले आफ्नो बलले राक्षसहरू सबै अनि टेकेको सुकुरबेता टेक्नु सक्ने गरेको त्यसको माथि छेपा चुप्सीको अनि 12 बजे 1 बजे 2 बजे त्यस्तोमा चाहिँ ध्यानमा बसेको हो त्यसलाई चाहिँ के भन्छ भनेदेखि द्युतुलवे झेपा भने चाहिँ त्यो द्युतुले झेपास अब यहाँसम्म 9वटा गइसक्यो अब 10 चाहिँ के हो भनेदेखि साङगेबे झेपा अब साङगेबे झेपा भने चाहिँ यो हो साङगेबे झेपा भने चाहिँ नेपालीमा के भन्छ बुद्धता प्राप्त गरेको लीला बुद्धता प्राप्त गरेको लीला भने त्यो चाहिँ 10 मा नम्बर 10 चाहिँ त्यो हो अब त्यसको पछि नम्बर 11 मा चाहिँ के हुन्छ रहेछ भनेदेखि छोग्यो खोलो कोर्वे झेपा छोग्यो खोलो कोर्वे झेपा भने चाहिँ धर्मचक्र प्रवर्तन गरेको अनि लीला अब यो चाहिँ के हो भनेदेखि यहाँ छ नि गरे यो यहाँ छ नि बनारसमा चाहिँ बुद्ध शाक्यमुनिले 5वटा अनि गुरुहरू कुइसुको देना भनेर चेला 5वटा छ 5वटा चेलालाई उहाँले चाहिँ 4 आर्य सत्ताको धर्म चक्र अनि दिनुभएको हो त्यसो कारणले त्यहाँदेखि उहाँले के गरेको बुद्ध धर्म अनि बुद्ध धर्म चक्र अनि प्रवर्तन गरेको हो त्यसो कारणले छोग्यो खोलो कोर्वे झेपा भन्छ यसलाई चाहिँ छोग्यो खोलो कोर्वे झेपा यो चाहिँ तिब्बती क्यालेन्डरमा एकर्डिङ टु तिब्बती क्यालेन्डरमा फेन्द टुबे छेसी त्यहाँ हो फेन्द टुबे छेसीमा छोग्यो खोलो कोर्वे झेपा त्यहाँ अब यहाँसम्म 11वटा गइसक्यो अब 12 लीला 12 चाहिँ के हो भनेदेखि 12 मा चाहिँ 12th मा थेतर तुम्बे छोग्यो खोलो मलुबा कोर्ते सिमजिङ थियो लानमेबा जेबे जेसु चाचो ठोङदो फेम्ने न्याङले देबास अब त्यसको नाम यो न्याङले देबे जेपा चुङ्गीपा चाहिँ के रहेछ 12 चाहिँ के रहेछ न्याङले देबे जेपा त्यो नेपालीमा चाहिँ के भन्छ भनेदेखि चाचो ठोङ भने चाहिँ कुशल नगर भन्ने एउटा छ नि त्यो जग्गाको नाम चाहिँ त्यो त्यसमा चाहिँ उहाँले के गर्नुभएको न्याङले देपा भने चाहिँ महापरिनिर्वाणमा अनि प्रवेश गरेको लीला महापरिनिर्वाणमा प्रवेश गरेको लीला त्यसलाई चाहिँ अनि न्याङले देवे सेपा भन्यो अब तपाईहरु अलिकति थाहा भयो यङ जेनेरेसनहरु 12वटा लीला चाहिँ थाहा हुनुभयो अब पछि बुद्धले के गर्नुभएको छ उहाँको हिस्टोरी के हो भनेदेखि अब शोर्टकरीमा चाहिँ झेपा चुङ्गी 12वटा लीला उहाँले गर्नुभएको छ भनेर भन्नु सक्नुपर्छ अब 12वटा लीला चाहिँ के हो भने अहिले भनेको जस्तो त्यो 12वटा चाहिँ थाहा हुनु पर्यो अरे तथरिन दि हिंसरे रुवा यहाँ देता गरवा आज यति राखौँ ताक्ता रहेछ त त्यो चाहिँ तिमी सासु